हेलो रामकिशोर, हामीले टेलीमा कसरी एउटै सामानमा चाहिँ विभिन्न किसिमको प्राइस लिस्ट राखेर हामीले बेच्न सक्छौँ। कृपया टेलीमा हेराइदिनु त। यो प्राइस जस्तै होलसेल र डिलरहरूको बेच्नको लागि हो। हजुर, होलसेल र डिलरहरूको लागि बेच्नको लागि हो भने सुरुमा हामीले यो ट्यालीमा आएर त्यसपछि F11 प्रेस गर्ने हो। F11 प्रेस गरिसकेपछि एकाउन्टिङ फिचर, त्यसपछि इन्भेन्ट्री फिचर देखिन्छ। अब इन्भेन्ट्री फिचर्समा हामी जाने हो। इन्भेन्ट्री फिचर्समा एन्टर गरिसकेपछि हामीले यो मल्टिपल प्राइस लेभल भनेर अप्सन छ। यसमा चाहिँ हामीले यस गर्नुपर्छ। यहाँ यस छँदैछ, यसलाई यस र नो पनि गर्न मिल्छ। हामीले यसलाई यस गर्ने हो। यस गरिसकेपछि यहाँ कम्पनी प्राइस लेभल भनेर आउँछ। यो भनेको होलसेलर, डिलर र रिटेलरको लागि हो। हामीले पहिले होलसेलर, त्यसपछि रिटेलर, त्यसपछि हामी यहाँ के अरे डिलर र अनि त्यसपछि रिटेलर पनि लेख्नु मिल्छ। रिटेलर यहाँ तिनवटा अप्सनमा छ। अर्को चौथो अप्सन पनि बनाउनु मिल्छ। हामीले यहाँ तिनवटा अप्सन अहिले बनाइरहेका छौँ। त्यसलाई बनाएर ओके गर्ने हो। भइसक्यो। अब हामी यो ट्यालीमा फेरि आएर त्यसपछि इन्भेन्ट्री इन्फोमा जाने हो। इन्भेन्ट्री इन्फोमा गइसकेपछि प्राइस लेभलमा जाने हो। त्यसपछि स्टक क्याटेगोरीमा जाने हो। त्यसपछि हामीले स्टक क्याटेगोरी अनि प्राइस लेभल र एप्लिकेसन फर्म भनेर एप्लिकेबल फर्म भनेर देखाएको छ। अल आइटम्स क्लिक गर्ने। त्यसपछि हामीले एक एक गरी होलसेलर, डिलर र रिटेलरको बनाउँदै जाने हो। एप्लिकेबल फर्म भनेको छ यो चाहिँ डेटबाट राखेर टक्क जस्तै हामीले यहाँ थुप्रै आइटमहरू रहेछ। हामीले सेल्स पर्चेस गर्ने थुप्रै आइटमहरू रहेछ। यसबाट कुनै एउटा सिलेक्ट गर्ने। माउस एकछिन माउसलाई चुज गर्नु न ल। माउसलाई सिलेक्ट गर्नु होइन। माउस भयो, माउस होइन। ए सरी, माउसलाई सिलेक्ट गर्नु। अब यो भनेको हामीले रिटेलर, होलसेलर र डिलरलाई चाहिँ कति क्वान्टिटीमा बेच्दाखेरि कति चाहिँ डिस्काउन्ट अथवा कति क्वान्टिटीमा कुन रेटमा बेच्नको लागि हो भनेर रेट फिक्स गर्ने हो। रेट फिक्स गर्नको लागि जस्तै हामीले यहाँ 26 भन्दा कम लियो भने चाहिँ 200 रेट लाग्छ। यहाँ हामी डिस्काउन्ट पनि हाल्न मिल्छ, तर अहिले हामी डिस्काउन्ट नहालिकन खालि रेट मात्रै राखेर गरौँ है। अहिले एउटा पिस राखौँ होइन। इन्टर सेभ गरौँ। त्यसपछि अल आइटम फेरि त्यसपछि डिलर ओके। यहाँ हार्डी छोडेर आएको छ अथवा माउसलाई नै गर्दा हुन्छ। माउस 100 पिस यहाँ पनि राख्यौँ। डिलरलाई बेच्दाखेरि हामी कुन रेटमा बेच्ने हो त्यो रेटको लागि चाहिँ मानौँ 225 रेट राखेर बेच्ने हो भने यसमा पनि डिस्काउन्ट अहिले नराखौँ। अहिले माउसको मात्रै गरौँ। एउटा गरौँ अनि यसलाई चाहिँ ओके गरौँ। फेरि अल आइटम्स। अब रिटेलरलाई अलिक बढी राखेर गरौँ। यहाँ आइटममा चाहिँ माउसलाई 100 पिस, रिटेलरलाई 250 रेट राखौँ र डिस्काउन्ट अहिले नराखौँ। यसमा चाहिँ यति राखेर ओके। यो भइसक्यो। रिटेलर, डिलर, होलसेलर सबैको बनिसक्यो प्राइस लेभल। अब हामी कहाँ जाने हो भने एकाउन्टिङ भोचर्समा गएर यहाँ हामी कुनै डिलर, होलसेलर अथवा रिटेलरलाई सेल्स गर्दैछौँ भने सामान यहाँ चाहिँ हामी सिलेक्ट गर्ने। सपोज एकछिनको लागि हाम्रो यहाँ चन्दु भनेर एउटा लेजर बनेको छ। चन्दुलाई हामी सामान बेच्न गइरहेको छौँ। चन्दुमा हाम्रो डिलर हो। डिलरलाई हामी सेल्स गर्न गइरहेको छौँ।
हामीले अघि कुन सामानको होलसेलर प्राइस डिलर प्राइस र रिटेलर प्राइस राखेको थियौँ माउस हामीले सिलेक्ट गर्नु यहाँबाट अनि यहाँ चाहिँ म अर्डर नम्बरमा राख्नु मिल्छ तर अहिले हामी नराखौँ। त्यसपछि हामी यहाँ गोडाउन आएको छ। सपोज गोडाउन 1मा छ हाम्रो सामान यो चाहिँ क्वान्टिटी हामीले सपोज मानौँ 85 पिस बेच्न गइरहेको छौँ। हाम्रो यहाँ सामानमा खरिद छैन त्यही भएर यहाँ नेगेटिभमा देखाएको छ। इन्ड अफ लिस्ट गरेर यहाँ अघि हामी डिलरको लागि चाहिँ के अरे लेस देन 100 पिसको लागि 225 भनेर पर पिस भनेर रेट राखेको थियौँ। अहिले 85 राख्दाखेरि भनेको त सबैभन्दा मुनि नै हो। रेट चाहिँ हाम्रो 225 के अरे 225 चाहिँ आफै लिएको छ। हामीले हाल्नु परेको रेट हामीले हाल्नु परेको छैन। 85 पिसको 19,125 रुपियाँ भयो। इन्टर गरेर हामीले यहाँ नेरेसन पनि लेख्न मिल्छ। सोल्ड गुड्स टु चन्दु भनेर लेख्दा पनि हुन्छ। ओके गरिदिएर यो चाहिँ सेभ भयो। अब हामी यसलाई हेर्नु पऱ्यो भने चाहिँ यसलाई हेर्नको लागि हामीले कहाँ जानुपर्छ? त्यसको यसलाई हेर्नको लागि हामीले डिस्प्लेमा जाने, डे बुकमा जाने, चन्दु भनेर सेल्स 19,125 देखायो। हामीले के बेच्यौँ? चन्दु हाम्रोको हो, डिलर हो। डिलरलाई सेल्स गऱ्यौँ 85 पिस माउस 225 को रेटले 19,125 आयो। यसरी हामीले यहाँबाट हेर्न मिल्छ। डिडी दाबेर डे बुक दाबेर चाहिँ हामीले हेर्न सक्छौँ यहाँबाट। ल धन्यवाद यो फोन लिनुभएकोमा। अब अर्को भिडियो पनि हाम्रो आउनेछ।